यहाँ बनाउँदैछु ल आउनु यताबाट देखा पर्दै आउनु है यताबाट आउनु है यताबाट आउनु नानाको काउली आउँदैछ यहाँ काउली त मज्जाले आम्मा मामा कत्रो मान्छे भन्दा ठुलो मभन्दा ठुलै अमितले नि अस्ति एक दिन बेलुका आएर त्यसरी नै नाना अझै यता आउनु न यता आउनु न कत्रो हो यो पात राम राम काउली पनि ठुलो ठुलो रहेछ ल आउनु नाना आउन यताबाट आउनु न उताबाट यसो घुमेर आम्मा मामा कस्तो धेरै काउली हो माटो पारेन हाम्रो नानाको हाम्रो दाजुको मेहनत हामी चाहिँ थपक थपक लगेर जान्छौँ है मान्छेलाई स्विटर बिजोक हाम्रो नानाको स्वेटर हाम्रो बुवा लडी बुढी उता यता हाम्रो काउली कत्रो एउटै 2-3 किलो छ कि क्या हो 2 किलो त होला है छ 2 किलो त बढी होला आम्मा ज्यालेम छिटलासिन जाने बा चामल यहाँ सानो पुन्टे काउली साग यहाँ ए चाइनिज साग ए चौसुरी पालुङ्गो आम्मा यो अझै फुल्न बाँकी थियो अझै बढ्ने रहेछ बढ्ने छ कसरी थाहा हुन्छ यहाँ यो मरिसकेको छ नि त म 1 वर्षमा एकचोटि आएको ए त्यसरी थाहा हुन्छ 2-4 बढ्नै खै यो यस्तो छ नि त यहाँ छैन नि त यो बढ्ने र नबढ्ने यस्तो हुन्छ त्यो चाहिँ नबढ्ने 3 केजीसम्म हुन्छ ए कस्तो दामी हौ कस्तो मन पर्यो भाइ मलाई त यो त तेल यो नानाको अब म टरेले जोत्छ ए घाम नि भा ल अब यो टिकटक बन्नु है नानाले साँच्चै नाना टिकटक राखिदिन्छु है म त ल हाम्रो काउली भन्नु न आफ्नो पाको आफूले भन्ने त हो नि पाका कत्रो मजाको काउली सबै कति मलिलो रहेछ जोडेको रहेछ फेरि जोडिदिउँ न फेरि आउला नि आउँदैन भयो लु भयो हाम्रो काउली काउली मिठो मानी काउली अब मसिन ताल अब यो जोत्ने हो क्या यो गारङ गुरुङ जोतेर यो छेउछेउ बारेर गर्नुपर्छ यहाँ हाम्रो काउली तल पस्ने जोडी भएर नि ल हाम्रो तरकारी ल पो पोका गरेछ त नि म मान्छे